5 मा लैजाऊ दामी आउँछ जुम 1515 गरेर राख ओके फाटले जुम चाहिँ यसो गरेर राख्नु 15 गर्नै पर्छ थिचिरहने थिचिसी भइहाल्छ किन हाल्नु फेरि हैन नगराउँदा सुनिन्छ यार अब आज उहाँले प्रस्तुत गर्न लाग्नुभएको गीत लौ सुन म भन्छु मेरो राम कहानी। यसगरी यसमा सङ्गीत रहेको छ गोपाल योन्जन, शब्द पनि गोपाल योन्जनजीकै र राणगोपालको स्वरमा रहेको यो गीत लौ सुन म भन्छु मेरो राम कहानी। आज गोपाल योन्जनजीको राम कहानी र राधिकाजीको राम कहानी एकैचोटि सुन्छौँ हामी। सुनौँ। राम्रोसँग गाउनु होला। लौ सुन म भन्छु मेरो राम कहानी। लौ सुन म भन्छु मेरो राम कहानी। लौ सुन म भन्छु मेरो राम कहानी। तु एक दिनको घाम सयौँ दिनको पानी। लौ सुन म भन्छु मेरो राम कहानी। एकदमै सुन्दर प्रस्तुति, धेरै धेरै धन्यवाद राधिकाजी।
राम कहानीमा धेरै कुराहरू जोड्नुपर्ने स्थिति थियो तर लुकाएरै भन्नुभयो। तर आज ओपनली भनिहाल्छु, आज यस पछाडि प्रस्तुत रहेको छ दिपेन्द्र बज्राचार्यजीको। म उहाँलाई कार्यक्रमको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।